ए गाइस, आज 12 बजीको सब्जी फुलकोपी बनाउँदैछु। हेर्दै गर्नु गाइस। अब फुलकोपी सब्जी बनाउन जाँदैछु। मेरो कराई तात्यो, हेर्नु। पाँचफोरन दिँदैछु मेरो हर सब्जीमा। हरियो खोर्सानी, मसला दिँदैछु सब मिक्ससँग। जिरा, धनिया, चिल्ली पाउडर, हल्दी, होल टोटल। नमक पनि दिएँ। अब आलु दिँदैछु काटेको। सब्जीमा त आलु त हर सब्जीमा आलु नलगाई टेस्टै लाग्दैन। आलु त एकदम फेभरेट हो। मेरो आलु भयो। एकछिन आलुलाई भुटेँ र अब हाल्छु फुलकोपी। आज अलिकति ध्यान लगाएर बनाउँदैछु, किनकि घरमा पाहुना आउनुभएको छ, दाजु आउनुभएको छ। यहाँ घरमा दाजुभाइहरू आयो भने बहुतै खुसी लाग्छ, हर्क लाग्छ। त भोलि घर जानु हुँदैछ नेपालमा। त यहीँ मेघालयमा हुनुहुन्थ्यो, मेघालयमा काम गर्नु हुँदै थियो। अब भोलि घर जानुहुन्छ। त्यही भएर आज एक दिन बस्नु हुँदैछ घरमा। त दाजुको लागि खाना बनाउँदैछु खुसीमा। यो चाहिँ कोपीको पत्ता हालेको, यो छुट्टै। यो मेरो लागि फुलकोपी भन्दा पनि पत्ता यति राम्रो लाग्छ कि आफ्नो बारीको अर्ग्यानिक यस्तो राम्रो हुन्छ, मजाले गल्छ। यो सब्जी अब तयार भयो। हेर्नु, मैले फुलकोपीको पत्ता कता पुग्छ ललाक लुलुक हुन्छ भनेको थिएँ नि। पुरा ललाक लुलुक भयो। मेरो अब सब्जी भयो। खाना दिन्छु दाजुलाई। आफूलाई पनि कस्तो भोक लागेको छ। हिजो पूर्णिमाको व्रत थियो, अहिलेसम्म केही खाइएको छैन, खालि चिया मात्रै खाइयो। अब दाजुलाई पालेर नानीलाई दिएर अनि आफू पनि खानु पर्यो। दोकान घर भएपछि केही गर्नु भ्याइँदैन। 10-11 बजिसक्यो, अहिलेसम्म दाजुलाई केही खिलाएको छुइनँ, दिएको छुइनँ। के गर्नु भ्याइँदैन। पापड बनाएको। अब दाजुभाइ आउँदा त घरमा स्पेसल त बनाउनु पर्यो, निरामिष भए पनि। मेरो खाना तयार भयो। यो आमलखीको चटनी हो, यो फुलकोपी आलुको सब्जी, दाल, पापड। अब हामी खाना खानु जाने हो। दाजुलाई खिलाउँदैछु। साथीहरू